यहाँ चाहिँ हाम्रो नन पोइन्ट छ। अर्को नन पोइन्टमा उहाँहरु साथीले चाहिँ प्रिजम राख्दै हुन्छ हैन। अब लु अब हामीले यहाँ इन्स्ट्रुमेन्ट सेटअप गरेर देखाउँछौँ। अब ठ्याक्क बिचमा हुने गरी हामी ट्राइपडलाई सेट गर्छौँ। सेट गरिसकेपछि चाहिँ टोटल स्टेसन राख्ने हो। यहाँ अगाडि नै राखिया छ टु बी कन्टिन्यू काम गर्ने भएर। अब हामी यसरी तीनटा खुट्टा किल्चन्छौँ। अहिले दुईटा मात्रै किल्चिन्छौँ, एउटालाई फिक्स राख्छौँ। अब त्यहाँ हाम्रो के छ यो टप कनको हो। यसमा आई प्लम्बेड भन्ने हुन्छ। त्यहाँबाट हेर्दाखेरि चाहिँ मुनिको पोइन्ट देखिन्छ। एउटा फिक्स राख्छौँ र दुईटा खुट्टा उचालेर हामी के गर्छौँ सेन्ट्रिङ गर्छौँ। ट्राइपोडको दुईटा लेग उचालेर सेन्ट्रिङ गर्छौँ। सेन्ट्रिङ भइसकेपछि तीनवटै खुट्टा एकचोटि टेक्छौँ। अब यो चाहिँ कङ्क्रिटमा पनि हामी गर्छौँ, माटो हुँदा त गर्ने परिगयो। अब हामी फेरि एकचोटि चाहिँ टेकिसकेपछि सेन्ट्रिङ छ कि छैन हेर्छौँ। छैन भने फेरि मिलाएर फेरि टेक्छौँ। अब हाम्रो चाहिँ अर्को चाहिँ के छ लेभलको पाटो छ। हाम्रो यहाँ एउटा सर्कुलर बबल भन्ने छ। यो सर्कुलर बबल यहाँनिर चाहिँ हामी बबल बिचमा पार्नुपर्ने हुन्छ। यसको लागि फेरि हामी के गर्छौँ एउटा लेग चाहिँ फिक्स गरिया छ र दुईटा लेगलाई चाहिँ तलमाथि गरेर हामी गर्छौँ। जबसम्म बबल मिल्दैन यहाँनिर बबल अलिकति यो प्याराल्याक्स इफेक्ट हुन्छ तर यो बबल बिचमा आइसकेको छ। अब फेरि हामी एकचोटि सेन्ट्रिङ हेर्छौँ। आई प्लम्बेडबाट मिलेको छैन भने हामी मुनिको यहाँनिर ट्राइपोड मुनिको जुन क्ल्याम्प हुन्छ त्यसलाई घुमाएर लुज पारेर अलिकति सरेको छ भने सार्छौँ। धेरै नै सरेको छ भने चाहिँ यो प्रोसेस फेरि रिपिट हुन्छ। अब हाम्रो अर्को प्रोसेस भनेको चाहिँ यहाँनिर अर्को टिल्ट लेभल भन्ने हुन्छ स्क्रिनमा हैन। यसलाई चाहिँ हामी के गर्छौँ यो फुट स्क्रुको मद्दतले हामी यसलाई फुट स्क्रू भन्छौँ। यो जम्मा तीनटा हुन्छ। कुनै कुनै पहिलेका मेसिनमा चारवटा पनि हुन्थ्यो। यो हाम्रो अहिलेको मेसिनमा यो तीनटा छ। हामी यसको मद्दतले यसलाई हिलाउँछौँ। यो एकदमै सेन्सिटिभ हुन्छ, बिस्तारै गर्नुपर्ने हुन्छ। उहाँले घुमाउन छोडिसकेपछि पनि अझै भागिरहेछ, हल्लिरहेछ अङ्कहरू चाहिँ। अब यो चाहिँ 0.020 भित्र दुईटालाई राख्दा अझै राम्रो। सकेसम्म अझै 0मै बनाउन सक्नु हो भने अझै राम्रो। यति भइसकेपछि हामी फेरि एकचोटि सेन्ट्रिङ चेक गर्छौँ। ल हाम्रो ठ्याक्कै 10 भित्रै परेको छ। अब हामी एकचोटि लु यसलाई ओके गर्ने। एकचोटि हामी अब सेन्ट्रिङ एकचोटि फेरि एकचोटि चेक गर्छौँ। सेन्ट्रिङ ठिक छ। यहाँबाट हेर्दाखेरि चाहिँ हाम्रो मुनि देखिन्छ। यहाँ कतिको देखाउन सकिन्छ भन्ने कुरो यहाँ रहेछ। ठ्याक्कै हाम्रो यो भुइँ देखिन्छ है त। सबै कुरो यहाँनिर मिलेकै छ। यसरी चाहिँ हाम्रो इन्स्ट्रुमेन्ट सेटअप हुन्छ। अब हामी यहाँनिर अकुपाइडमा चाहिँ कोर्डिनेट हाल्न गइरहेछौँ। यसरी फेरि ब्याक गरौँ त एकचोटि। यहाँनिर चाहिँ हाम्रो एफओ थिचेपछि कोर्डिनेटमा हामी जान्छौँ। त्यसपछि हामी यसमा इन्टर थिचे पनि भयो हैन। अकुपाइडभित्र गएर यसको हाम्रो यो स्टेसनको चाहिँ यसमा कोर्डिनेट हाल्छौँ। अब यहाँ चाहिँ टिएसले चाहिँ लोड गर्ने पनि दिन्छ। यो पोइन्टको अगाडि नै हामीले लिएको पोइन्ट यहाँ सेप छ भने यसरी लोड गरेर पनि ल्याउन सकिन्छ। अर्को हाइट अफ इन्स्ट्रुमेन्ट भनेको चाहिँ हाम्रो यो भुइँदेखि यहाँ काटिएको हुन्छ। यहाँसम्म हामी इन्ची टेपले रिडिङ लिन्छौँ र त्यो हाल्ने हो यहाँनिर। अब 1.4 भनेको चाहिँ हाम्रो रिफ्लेक्टरको हाइट भयो। ए हाइट अफ इन्स्ट्रुमेन्ट भयो, सरी।
एचआई भनेको चाहिँ हाइट अफ इन्स्ट्रुमेन्ट भयो। यो ठ्याक्कै त्यहाँदेखि अघि देखाएकोदेखि त्यहाँसम्मको नापेको भयो। अब बिएसएनइजेड एफ कति 3 होइन, 3 चेर हामी जान्छौँ। यहाँ चाहिँ मैले अघि देखाएको थिएँ ऊ परतिर हाम्रो जुन अलरेडी नन पोइन्ट भएको प्रिजम छ त्यसको कोअर्डिनेट चाहिँ हामी यहाँनिर यसरी हाल्छौँ। या लोड गर्न पनि मिलो अलरेडी छैन। अब ओके थिच्छौँ। अब त्यसलाई चाहिँ हामी टार्गेट गरेर मेजर गर्छौँ। यहाँबाट चाहिँ हामी त्यहाँ परको प्रिजमलाई चाहिँ टार्गेट गरेर यसरी मेजर गरिन्छ। अब हाम्रो आँखको कोअर्डिनेट चाहिँ त्यहाँको कोअर्डिनेटसँग कति मिल्यो यही छ पनि हेर्नुपर्ने हुन्छ र पर्मिसिबल यो भित्र छ भने हाम्रो ठिक छ भनेर हामी अघि बढ्छौँ। त्यहाँ तातोले